तपाईहरु के आफ्नै राज्य र खुसीले प्रभु येशूलाई ग्रहण गर्न चाहनुहुन्छ? हजुर तपाईलाई कसैले पैसा दिन्छु भनेर लोभ त देखाउनु भएको किन किनभने अहिले त डलर दिएर क्रिस्चियन बनाउँछ भन्छ नि त। तर हामीसँग डलर चाहिन्छ। प्रभु येशू ख्रीष्टले जीवन छ, उहाँले जीवन दिनुहुन्छ। आमेन। यो चाहिँ साँचो कुरा हो। तर क्रिस्चियनले तपाईलाई पैसा दिँदैन। साँच्चै तपाईहरु ग्रहण गर्न चाहनुहुन्छ तपाईहरु आफ्नो राज्य खुसीले प्रभु येशू ख्रीष्टलाई? आमेन। हैन? आमेन। हालेलुया। सबै भाइ बहिनीहरु यहाँ सबैहरु उहाँहरु साक्षी हुनुहुन्छ। हुन्छ। त्यसैले म तपाईहरुलाई परमेश्वरको वचनबाट म के तपाईहरुलाई सुनाउँछु। परमेश्वरको वचनमा यसरी लेखिएको छ रोमी 10 को अनि 9 र 10 पदमा, किनकि यदि तिमीले यसुलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नु भयो भने आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ। किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र निर्दोष ठहरिन्छ अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ। जब तपाईले येशू ख्रीष्ट जीवित परमेश्वरको पुत्र हुनुहुन्छ भने तपाईँ विश्वास गर्नुहुन्छ र मेरो पापको लागि येशू ख्रीष्टले कल्भरी क्रुसमा मर्नु भएको हो भने तपाईँ विश्वास गर्नुहुन्छ अनि तपाईको पाप क्षमा हुनेछ। परमेश्वरले तपाईलाई उद्धार र मुक्तिको निश्चय दिनुहुनेछ र तपाईले अनन्त जीवनको भागीदार तपाईले पाउनुहुन्छ भने तपाईँ विश्वास गर्नुहुन्छ हैन? हुन्छ। यो चाहिँ तपाईले मुखको स्वीकार र हृदयले विश्वास गर्ने आँखाले देख्ने कुराहरू हुन्छ। तपाईहरु राजी हुनुहुन्छ हैन ग्रहण गर्नलाई? तपाईँ चारैजना ग्रहण गरेर राजी हुनुहुन्छ हैन? हुन्छ। आँखा बन्द गर्नुहोस्। म तपाईलाई प्रार्थनामा दोहोऱ्याउँछु अनि म सँगसँगै प्रार्थनामा पछ्याउनुहोस् है त। आँखा बन्द गर्नुहोस्। सिर झुकाउनुहोस्। परमप्रभु परमेश्वर चारैजनाले बोल्नुहोस्। परमप्रभु परमेश्वर म विश्वास गर्छु तपाईको पुत्र येशू ख्रीष्टमाथि म विश्वास गर्छु प्रभु येशू तपाईँ जीवित परमेश्वरको पुत्र हुनुहुन्छ भने म विश्वास गर्छु कि तपाईँ मेरो पापको लागि कल्भरी क्रुसमा मर्नुभयो। क्रुसमा मर्नुभयो, तपाईँ गाडिनु भयो। 3 दिनपछि तपाईँ बाउरी उठ्नुभयो, मानिलित हुनुभयो। म विश्वास गर्छु तपाईँ प्रभु र मुक्तिदाता हुनुहुन्छ। मेरो पापलाई क्षमा गर्नुहोस् र मलाई ग्रहण गर्नुहोस्। अनि प्रभु येशू तपाईँ मेरो प्रभु र मुक्तिदाता हुनुहुन्छ। म स्वीकार गर्छु र ग्रहण गर्छु। धन्यवाद। अब तपाईले तपाईको राज्यमा मलाई सामेल गर्नुभयो। परमेश्वरको सन्तान हुने अधिकार दिनुभएको लागि अबदेखि उपरान्त मेरो जीवन तपाईमा समर्पण गर्छु। प्रतिदिन मलाई डोर्याउनुहोस् भनी आशिष माग्छु। येशूको नाममा। आमेन।